सदस्य आर्यन राई, समय 4 मिनेट। यसपछि मान्य खुशबु ओली। हेलो, सम्माननीय सभामुख महोदय, आज म यस सदनमा केवल बोल्नको लागि बोलेको होइन, न त केवल विषयवस्तु उठानको लागि उठेको हुँ। म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। जनताको समस्याको वास्तविक सम्बोधन होस् र प्रभावकारी समन्वय होस् भन्ने उद्देश्यको साथ यस सम्मानित सदनमा उभिएको छु। मैले यसअघि पनि वैदेशिक रोजगारमा जाने नेपाली युवा युवतीहरूको फेरि भिसा फ्री टिकटको नाममा ठगिएको चरम समस्या भोगिरहेको तथा विभिन्न प्रकारको शोषणमा परेका विषय यही सम्मानित सदन मार्फत सरकारको ध्यान आकर्षण गराएको थिएँ, तर आजसम्म त्यसबारे कुनै प्रभावकारी सुनाइ भएको देखेको छैन। यसले प्रतिनिधि सभा नियमावली 2079 को नियम 15 को 2 को भावना र गरिमामाथि नै सरकारले व्यवस्था गरेको महसुस भएको छ। सभामुख महोदय, आज म फेरि पुनः विदेशमा श्रम गरिरहेको नेपाली युवा युवतीहरूले भोगिरहेको पीडादायी अवस्थाबारे सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। धेरै देशहरूमा नेपाली दूतावास नै छैन, भएकोमा प्रभावकारी काम भएको छैन। रोमानिया, क्रोएसिया, मालदिभ्स, साइप्रस लगायत अन्य केही मुलुकहरूमा दूतावास नहुँदा नेपाली श्रमिकहरूले असाध्य कठिन परिस्थिति भोगिरहेका छन्। दुर्घटना वा अन्य कारणले मृत्यु भएका नेपालीहरूको शव समेत अलपत्र पर्ने अवस्था सिर्जना भएको छ। जिउँदा हुँदा त आफ्नो देश र परिवारसँग सम्मानजनक बस्न पाएन। रोजगारीको अभावले विदेश पर्ने बाध्य हुनु परेको छ, तर मृत्यु भएपछि पनि आफ्नो जन्मभूमि शव ल्याउन कठिनाई भोग्नु परेको अवस्था अत्यन्त पीडादायी र विडम्बनापूर्ण छ। कतिपय अवस्थामा समाजसेवी नेपालीहरूले सहयोग उठाएर शव नेपाल पठाउनु पर्ने अवस्था बनेको छ। त्यसै गरी धेरै नेपालीहरूले सम्झौता अनुसार तलब समेत पाएको छैनन्। उनीहरू मानसिक तथा शारीरिक शोषण सहेर काम गर्न बाध्य छन्। त्यहाँ कार्यरत नेपालीहरूको प्रत्यक्ष भने अनुसार कतिपय देशका नागरिकहरूले कुकुर पाल्न महिनाको $1500 खर्च गर्छन्, तर नेपाली श्रमिकहरूले भने जम्मा $600-700 काम गर्न बाध्य छन्। यस्तो अवस्था सुन्दा कसको मन नरोला, कसले पीडा नहोला। सभामुख महोदय, पासपोर्ट नवीकरण गर्नुपर्ने अवस्थामा विभिन्न देश पार गरेर दूतावास पुग्नुपर्ने अवस्था छ, जसमा महिनौँ समय लाग्ने गरेको छ। यस्ता अनगिन्ती समस्याहरू श्रमजीवी नेपाली नागरिकहरूले दैनिक रूपमा भोगिरहेका छन्। मैले यहाँ कुनै काल्पनिक कथा प्रस्तुत गरेको होइन, यो प्रत्यक्ष नेपाली नागरिकले भोगिरहेको यथार्थ पीडा हो। त्यसैले सरकारसँग मेरो माग छ, देशभित्र तत्काल पर्याप्त रोजगार सिर्जना गर्न नसके पनि कम्तीमा सम्भावना भएको देशहरूमा नेपाली दूतावास स्थापना गरियोस्। जहाँ दूतावास स्थापना सम्भव छैन, त्यहाँ कूटनीतिक पहल मार्फत श्रमिकहरूको सुरक्षा सेवा र अधिकार सुनिश्चित गर्न प्रभावकारी संयन्त्र निर्माण गरियोस्। अन्तमा सभामुख महोदय, विदेशमा श्रम गरेर अनेकौं दुःख पीडा सङ्घर्ष सहेर नेपाल फर्केको नेपालीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरिसकेपछि अर्को पीडा भोग्नु परेको अवस्था छ। वर्षौंसम्म पसिना बगाएर कमाएर ल्याएको पैसाले आफ्नो परिवारको लागि ल्याएको उपहारहरू विमानस्थलमा चोरी हुने, अनावश्यक दुःख दिने तथा अनावश्यक कर लगाउने जस्ता घटनाहरू बारम्बार भइरहेको छ। जबकि नेपाली युवा युवतीले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रको 30% भन्दा बढी हिस्सा धानेको छ। देशको अर्थतन्त्र टिकाइराख्न ठुलो योगदान गर्ने ती श्रमिकहरूले आफ्नो देश फर्किँदा अपमान दुःख भोग्नु परेको अवस्था अत्यन्त लज्जास्पद छ। सभामुख महोदय, आजभन्दा 26 दिन अगाडि सोलुखुम्बु जिल्ला कि मिङमा शेर्पा नामको एक युवतीले 6 वर्षपछि दुबईबाट नेपाल फर्किएकी थिइन्। उनले आफ्नो बुबा आमाको लागि करिब 38 ग्रामका सुनका गहना उपहार स्वरूप ल्याएको थिइन्, तर ती गहना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चोरी भयो। मान्य सदस्य, समय सिद्धियो। वास्तविक घटना हो। सभामुख महोदय, आजसम्म उनले न्यायको लागि भौतारिरहेका छन्, तर न्याय पाएको छैनन्। अब उनी फेरि रोजगारीको लागि विदेश फर्किने कि न्यायको लागि लडिरहने। मान्य सदस्य, समय सकियो। सीसीटीभी फुटेज समेत स्पष्ट नभएको भन्ने कुरा बाहिर आएको छ। यस्तो उदाहरण मात्र हो, यस्तो धेरै घटनाहरू बाहिर नआएकोमा हुन् भन्ने सुनिएको छ। यस्तो अवस्था सुन्दा लाजमर्दो अनुभूति हुन्छ। त्यसैले मेरो यसपछि मान्य सदस्य खुशबु ओली
समय 3 मिनेट। यसपछि मान्य महावीर पुन 3 मिनेट। महावीर पुन पछि मान्य सदस्यको समय सक्यो मान्यज्यू।